जेहरू आज चाहिँ म काँक्रा टिप्न जाँदैछु र मेरो नयाँ न्यू भ्लगमा स्वागत छ हजुरहरूलाई। र आज म चाहिँ काँक्रा टिप्न जाँदैछु। काँक्रा बोटमा यसो फल्न सुरु हुँदै थियो र म चाहिँ आज काँक्रा टिप्न जाँदैछु अचार बनाएर खान। हेर्न सक्नुहुन्छ गाईहरू, चाहिँ गाईहरू छ, हेर्न सक्नुहुन्छ गाईहरू एकदमै इन्ट्रेस्टमा बसिरहेका छन्। गाईहरू घाँस खाएर अब खोले खान लन्चको लागि रेडी हुँदैछन् गाईहरू। हेर्न सक्नुहुन्छ गाईहरू। र यता चाहिँ काँक्राको बोट छ गाईहरू, हेर्न सक्नुहुन्छ। यता चाहिँ अस्ति दाइँ गरेर धानको पराल कुटेर राखिरहेको छ गाईहरू, हेर्न सक्नुहुन्छ। यताहरू काँक्राको बोट यता छर्लङ्गै छ गाईहरू, हेर्न सक्नुहुन्छ। म चाहिँ काँक्रा टिप्न जाँदै नै छु, हेर्न सक्नुहुन्छ गाईहरू। चाहिँ यत्रो छ, यत्रो मात्रै छ काँक्रा, हेर्न सक्नुहुन्छ गाईहरू। र यता हेर्न सक्नुहुन्छ इस्कुसको बोट। म काँक्राको अचार बनाउन घरतिर जाँदैछु गाईहरू, जाँदैछु म। माथि लगेर राखिदिनु ल। जाँदैछु गाईहरू, बाटोमा जाँदैछु, हेर्न सक्नुहुन्छ गाईहरू। बाटोमा जाँदैछु, हेर्न सक्नुहुन्छ गाईहरू। बाटोमा काँक्रा लिएर घरतिर जाँदैछु। यता हेर्न सक्नुहुन्छ, यता छ हेर्न सक्नुहुन्छ। दाउरा छ यताटी हाम्रै घरको एउटा दिपिका भन्ने भाँडा माझ्दैछ स्कुल जानको रेडी खाना खानको लागि।